तिमीसँग नबोलेको कति दिन भयो थाहा छ आज? 3 महिना आज 9 तारिक भनेपछि 3 महिना 7 दिन भयो तिमीसँग कुरा नगरेको। हिजो तिमीले मलाई फोन गरेको थियौ क्या? तिमीले मलाई हिजो फोन गरेको थियो, कति खुसी लागेको थियो थाहा छ? कति धेरै खुसी भएको थिएँ म हिजो। फोन गरेर तिमीले मलाई के भन्यो? अब मेरो बिहे हुनु लागेको छ, तपाईँ मेरो पछि नलाग्नु, तपाईँ आफ्नो सुरु गर्नु, म आफ्नो खुसी गर्छु भनेर भन्यो होइन? ठिक छ नि, म तिम्रो खुसीको लागि यहाँ आएको थिएँ कि यो तातो घाममा यो दुःख गर्नको लागि, किनकि तिमीलाई खुसी बनाउन सकौँ भनेर। ठिक छ, तिमी बिहे गरेर जाऊ होइन? ममरीको हाटतिर गइदिउँला क्या? जे गरेको थिएँ नि मैले तिम्रै खुसीको लागि गरेको थिएँ क्या? यत्रो दुःख यहाँ आएर होइन? तिमीले हिजो फोन गर्दा मलाई कति खुसी मिलेको थियो थाहा छ? तिमीले के भन्यो? तपाईँ आफ्नो खुसी गर्नु, म आफ्नो खुसी गर्छु अरे। मान्छेलाई कस्तो हुन्छ, आफूले मनदेखि माया गरेको मान्छेले भोलि त्यसले पनि होइन, तिमीले जस्तो मलाई गरेर छोडेका छौ नि यस्तो हालतमा होइन, भोलि त्यसले पनि तिमीलाई छोड्यो भने के हो त्यति बेला तिमीलाई माया के हो भने त्यति बेला थाहा हुन्छ क्या? कुनै न कुनै दिन। तर त्यो दिन तिम्रो कहिले नआओस्। खुसी राखोस् उसले होइन, मैले खुसी पार्न सकिनँ, उसले खुसी बनाओस् के तिमीलाई चाहिँ। उसले जो अब बिहे हुँदैछ तिम्रो, त्यसले चाहिँ खुसी बनाओस् के? मैले खुसी बनाउन सकिनँ तिमीलाई।